ल सबैजनालाई नमस्कार। यो चाहिँ हाम्रो गणपति इट्टा उद्योग प्राइभेट लिमिटेडको यो चाहिँ हाम्रो इट्टा सुकाउने ठाउँ हो। अहिले चाहिँ बेलुकाको 6 बजिरहेको छ। त्यो गाडी चाहिँ बिर्तामोड झापाको लागि लोड गर्न आएको हो। यहाँ चाहिँ भैरवाको लागि यसरी टिप्परमा चाहिँ लोड भइरहेको छ। यसरी टक्कै सबै लेखेको कन्भेयर बेल्टबाट। यो चाहिँ आजको लास्ट गाडी हो। यसरी यो मेसिनले चाहिँ 1 घण्टामा कन्भेयर बेल्टबाट इट्टा चाहिँ लोड भइरहेछ। तपाईहरु देख्न सक्नुहुन्छ तलबाट हालिरहेछन् केटाहरूले 9000 इट्टा। यो 9000 इट्टा लोड गर्नको चाहिँ 1 घण्टामा 9000 इट्टा लोड हुन्छ। तपाई पनि देख्न सक्नुहुन्छ यसरी फासहरु आइरहेछ। यो राख्न पनि स्किल चाहिन्छ हैन। यसरी फास तलबाट आउँछ अनि यतातिर चाहिँ काम भइरहेको यो सिद्धो हाम्रो यो इट्टा बोक्ने मेसिन यो अटोहरू रिक्सा भनौँ न। यसरी कामहरू चाहिँ सबैले छुट्टी हुन लाग्यो। यसरी चाहिँ हाम्रो चाहिँ यो चाहिँ लास्ट गाडी हो आजको। लगभग आधा लोड भइसक्यो आधा घण्टामा। अब यो आधा घण्टामा फेरि यो लोड हुन्छ। यसरी मेसिन चाहिँ हो इट्टा भएको नयाँ टेक्नोलोजी हो। यसरी हेर्नुहोस् ट्याक यसरी मेसिन गर्दा चाहिँ यो तपाईको यो निकासी गरेर स्टक गर्नु पर्दैन। स्टक गर्दाखेरि लोड अनलोड गर्दाखेरि जति पनि इट्टाहरूको तपाईहरुको जस्तै इट्टाहरूको यो फुट्ने सम्भावना हुन्छ। यो फुट्दैन एकदमै। यो जस्तो हुन्छ यो भट्टीमा जे जस्तो हुन्छ त्यस्तै चाहिँ यहाँ चाहिँ इट्टा आउँछ कन्भेयर बेल्टबाट। मैले माथिबाट देखाएँ यो टिप्परको माथिबाट केटाले फास गरिरहेछ। 2 जनाले तल चाहिँ 4 जना छ। यहाँ चाहिँ 6 जनाले 9000 इट्टा 1 घण्टामा चाहिँ लोड हुन्छ। ट्याक्कै चुम्टी उता चाहिँ हाम्रो काम भइरहेछ। अटो टक्क सर अटो चल्छ। केटाहरू चाहिँ हाम्रो कम्पनी केटाहरू चाहिँ छुट्टी भयो। उता चाहिँ स्टक छ है हाम्रो इट्टा। एउटा यो मेसिन त छ लोड गर्ने मेसिन 2टा छ हामीसँग। एउटा मेसिन छ यता। एउटा चाहिँ यहाँ छ। मेसिन हो एउटा त्यहाँ मोटर छ मोटरले तान्ने हो। हेर्नुहोस् त्यो फास इट्टा आइरह ट्याक्क यसरी झर्दाछन्। मेन है टिप्परमा यसरी चाहिँ लोड हुन्छ ट्याक है। यो मैले माथिको भाग देखाएँ। एकछिनमा म तपाईलाई तलको भाग पनि देखाउने छु। यो चाहिँ माथिको भाग हो। यसरी अहिले चाहिँ नास्ता खाने कार्यक्रम भइरहेछ। यहाँबाट तलबाट यसरी केटाहरूले यहाँ रोकिरह मेसिन चाहिँ रोकेको टाइम हो। यसरी
तलबाट अनुवाद हाल्छन्। यो तल्लो भाग है, मेसी चाहिँ रोकिराखेको छ हेर्नुहोस्। गुरुजी तल्लो भागमा फेरि सिट्टाको स्टक हो, स्टक अन्त स्टक छ हेर्नुहोस्। ट्रक